ल हेर्नु मा कसम सानो टुब सुनको टप ल्याएको थिएँ के भन्छ अरे त्यो पनि जापान दियो के अरे इन्टरनेसनल एयरपोर्टमा त्रिभुवन इन्टरनेसनल एयरपोर्टमा यो डोमेस्टिकमा आएर ब्याग खोलेर सामान दिन साथीलाई भनेर यसो हेरेको छैन। यो देश कहीँ उँभो लाग्ने भएन, सबमा आएर लुट रन्त छ, सब चोरेर लुटेर खाने सब बानी लाग्छ सबलाई। यो देश कहिले सिक्ने उँभो लाग्ने भएन, सब मिलेर माएर चाहिँ लुटेर खाने भयो। नमस्कार सम्पूर्णमा, यो चाहिँ एउटा एयरपोर्टको भिडियो रहेको छ है। यसरी दिनदहाडै एयरपोर्टमा चाहिँ सामान लुटिन्छ, विदेशदेखि आउने साथीभाइको सामान है, नेपाली दाजुभाइ दिदीबहिनीको सामान यसरी लुटिन्छ। अनि यसमा चाहिँ सरकारले किन ध्यान आकर्षण गर्दैन? अनि हामी चाहिँ सरकारबाट पाउने आशा भरोसा यही एयरपोर्टमै लुटिनु मात्रै पाउने हो हामीले आशा भरोसा भनेको। दिन रात सुती नसुती कति दुःख गरेर 4 पैसाको केही सामग्रीहरू गिफ्टहरू ल्याएको हुन्छ। त्यही सामग्री गिफ्टहरू पनि तपाईँहरू यसरी एयरपोर्टमा चाहिँ खोज्नुहुन्छ भनेपछि कि हामी जहिले तहिले विदेश बाहिर जानेहरूबाट चाहिँ आउने सामानहरू चाहिँ जहिले तपाईँहरूले लुट्ने मात्रै हो। तपाईँहरूबाट चाहिँ हामीले एयरपोर्टमा जति पनि काम गर्ने व्यक्तिहरू हुनुहुन्छ कि तपाईँहरूबाट चाहिँ हामीले चाहिँ अब यही आशा दिनुपर्ने हो। कसरी किन चाहिँ सेभ हुँदैन? धेरै पनि सपिङ गरेको हुँदैन क्या, धेरै सपिङ गर्नलाई पैसा पनि हुनु पर्यो। कतिपय मान्छे बिघर्सी फर्किरहेको हुन्छ आफ्नो देश। अब त्यही सामानहरू पनि तपाईँहरू लुट्नुहुन्छ भने हामीले नेपाल सरकारबाट पाउने आशा चाहिँ के हो? यही लुटै हो। अनि जति पनि नेपाल त्यो एयरपोर्टमा काम गर्ने साथीहरूबाट चाहिँ हामीले चाहिँ पाउने यही आशा हो, यही हामीलाई लुटाउने यस्तै हो भने अनि के काम? अब लगेज बोक्नु नबोक्नु के काम? यसो घर परिवारलाई सामान केही ल्याइदिउँला भन्ने कुराहरू पनि त्यही एयरपोर्टमै लुटाइ हुन्छ भने के काम? खाली हात आउँदा नि भयो नि, नेपाल छिर्दा नि भयो। जति पनि एयरपोर्टमा काम गर्नेहरू के सबै लुट तन्त्र मात्रै मचाएको हो? अनि नेपाल सरकारले चाहिँ किन छानबिन गर्दैन यस्तो कुराहरू चाहिँ? नेपाल सरकारबाट पनि हामीले यही आशा गर्नुपर्ने हो। त्यत्रो हजारौं सीसी क्यामेरा त्यहाँनिर राखेको हुन्छ, त्यो सीसी क्यामेराबाट चेक गरेर थाहा पाउन सक्दैन कसले ब्याग लियो लिएन भनेर? हेरौँ कति बिजो दिनदहाडै यसरी लुटाइ गर्नुहुन्छ भने हामीले आशा चाहिँ के गर्ने? एयरपोर्टभित्र प्रवेश गर्ने बित्तिकै आशा चाहिँ के राख्ने भन्नु त? तपाईँहरू वर्षौँ वर्ष बाहिर देशमा बसेर कति दुःख मेहनत गरेर चाहिँ दिनरात होइन सुती नसुती कति खाइ नखाइ मेहनत गरेर सानोतिनो गिफ्टहरू ल्याइदिएको हुन्छ घर परिवारको लागि। त्यही गिफ्टहरू पनि तपाईँहरू एयरपोर्टमा खोज्नुहुन्छ भने अब हामीले आशा के राख्ने? नेपाल सरकारले किन छानबिन गर्दैन यस्तो कुरामा चाहिँ? तपाईँहरू बोल्नुहोस् न, 1-2 पनि कमसे कम आवाज उठाउनुहोस् क्या त्यही भित्रको मान्छेहरू पनि। यसरी लुटिन्छ ओरिन्छ, नेपाली दाजुभाइहरूको चाहिँ सामानहरू लुटिन्छ, कतिपयको लगेज काटेर त्यत्तिकै छताछलुङ्गै बनाइदिएको, सुनहरू हराइरहेको हुन्छ, मोबाइलहरू पुरा लुटिरहेको हुन्छ। यस्तै हो भने हामीले के लिएर आउने? यस्तै लुटे तपाईँहरूबाट चाहिँ यही आशा हामीले गर्नुपर्ने रहेछ है। बाहिर कन्ट्रीमा बस्ने नेपाली दाजुभाइहरूले पनि यही आशा गर्नुपर्ने हो, नेपाल सरकारले नेपालको एयरपोर्टमा लुटिन्छ भनेर यही आशा गर्नुपर्ने होला।